ल अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ तिलौराकोट राइडको लागि। So what's up beautiful people and welcome back to my another episode। र आज हामी जाँदैछौँ ठ्याक्क कपिलवस्तु तिलौराकोट। हेरौँ के हुन्छ। अब यहाँबाट निस्किसकेको हामी चाहिँ रुमदेखि। यस्तो बिचबिचमा रोकिदिनु भएन। ठ्याक्क अब चाहिँ हामी कति बज्यो, सायद 11 बजे होला। गर्मी छ त्यस बुटलमा। हामी चाहिँ यहाँदेखि निस्केको। हेरौँ अब कति बेला पुगिन्छ। फर्स्ट अफ अल त पेट्रोल हाल्नु पर्ने हुन्छ। कंटेन बन गई भाई, कंटेन बन गई। ओहो लास्ट गर्मी छ यार। आज त हरिब दौडिन्छ जस्तो छ। तिलौराकोट चाहिँ फर्स्ट टाइम हो। हेरौँ के हुन्छ। पहिला त गएको छैन म। अब त्यही पनि लोकेसनहरू थाहा छैन। जेस लोकेसनहरू जानुपर्ने हुन्छ। मिल्यो भने आज तिलौराकोट अनि जगदीशपुर ताल दुइटै बसेर आउने भने हो। के हुन्छ हेरौँ। पहिला त तेल हाल्न जानुपर्ने हुन्छ। फेरि तेल त हाल्नु पर्यो। अहिले फेरि गर्मीमा पेल्नु पर्यो भने हाम्रो राइड नै पनौती राइड हुनेछ। कस्तो पेल्या हो, कस्तो पेल्या हो मलाई। कहाँ जाने हो। इन्डिकेटर यता बालेर यो स्याटरडे राइडमा हिँड्यो भने नमुना नमुना देख्न पाइन्छ भन्थे। हो रहेछ यार। हेर्दै जाम आज के देखिन्छ। ट्याक्क म चाहिँ बुद्धनगर पुलमा छु। अब यहाँबाट निस्केर अब अलि अगाडि गएर भ्लग हेरौँ ल। अब तेल सेल हाल्नु पऱ्यो पहिला। हामी चाहिँ ठ्याक्क यति बेला सालजन्डी आइपुग्न थालियो। हिसाब गरेको नदेखाइदिउँ मेरो पछाडि। गाडी हेरेर निस्किनु पर्ने हुन्छ। जे होस् गर्मी छ यार। एकछिन रोकियो भने नि पसिनाले भित्तिरहेको। बाइकमा त हावा चलेर हल्का उ भयो होइन। त्यस्तो गर्मीको फिल भयो होइन। एकछिन रोक्यो भने लास्ट गर्मी भइरहेको। यो बाटो चाहिँ कस्तो भिडभाड हुन्छ क्या। यता पश्चिम साइडको बाटो किन नेपालगञ्ज सुर्खेत बाँके बढ्दै यतातिरको सबै गाडी यतैदेखि नै हिँड्छ होला। त्यही भएर पनि अलिकति भिडभाड छ क्या। बाटो पनि फेरि यत्रो सानो हो। गाडीहरू हिँड्नै गर्छ। ल ठ्याक्क अब हामी चाहिँ यति बेला सालजन्डी आइपुग्ने बेला भयो। सालजन्डी नै आइसकेछ। अब भर्खर त सालजन्डी आइहाल्छ। अब तिलौराकोट पुग्ने त कहिले हो कहिले। यो सुस्त हिँड्या हो। कति बेला पुगिन्छ हेर्दै जानु। सायद टाइम नै लाग्छ होला। म त गएको छैन। अब कहाँनिर हो के हो भन्ने कुरा केही पनि थाहा छैन। ओहो डकुमेन्टहरू सबै बोकेर हिँड्ने बेला चाहिँ चेकिङ हुँदैन। बाइक हल्का मोडिफाई गर्यो, बिलबुक लाइसेन्स नबोकी हिँड्यो, त्यो बेला चाहिँ हरेक चेकिङमा परिन्छ। ट्राफिकहरूको डर लाग्छ। त्यही बेला नै चेकिङ हुन्छ। यस्तो बेला चाहिँ चेकिङ नै हुँदैन। त्यही नै अहिले त 12-1 बजीतिर यति बेला त चेकिङ हुने बेला नि होइन। ओहो अब यहाँबाट यता चाहिँ जेस बाटो स्ट्रेट छ। बाटो बवाल छ जस्तो छ। ओहो काश गुल्मी जाने बाटो पनि यस्तै भएको भए कस्तो हुन्थ्यो होला। डोना थापाको घर देखिन्छ यहाँदेखि। त्यो जस्तो त्यो बार्साको ट्याङ्की छ नि हो र त्यही नै डोना थापाको घर हो। हाल्छ जियो चेकिङ चाहिँ यहीँनिर हो। भयो तर यहाँ भएन भने चाहिँ कोही पनि हुँदैन। यतातिर स्पिड चेकिङ त नहोला सायद। हुँदैन होला। के विधि गर्मी हो यार। लास्ट गर्मी छ बुटोल भन्दा नि यता त। ठ्याक्क यहाँबाट अब तौलियो भए चाहिँ कति 14 किलोमिटर रहेछ। तिलौराकोट चाहिँ 13 रहेछ। यहीँदेखि रहेछ तिलौराकोट जाने। जियोस् अब हामी चाहिँ नजिक आइसक्यो। अब यहाँबाट 13 किलोमिटर रहेछ। अब गोरुसिङ्गे पुगेर बल्ल तिलौराकोट जाने होला। जे होस् गाउँको जुस खाम भनेर बसेको। त्यस भिडभाड छ। गर्मी छ केटा हो। मेरो हालत यस्तो छ कि अब यहाँबाट तिलौराकोट 13 किलोमिटर। अनि तिलौराकोट गएर हामी चाहिँ फेरि जगदीशपुर ताल जानुपर्ने होइन। तिलौराकोट 14।
गर्मी नि के बिदियो यार यहाँ त जति स्पिडमा हिँड्यो त्यति तातो हावाले हान्छ यार जे होस् जति गर्मी भए पनि अहिले चिया खाएको भिडियो पनि हाल्नुपर्छ चिया खान चाहिँ छोड्नुहुन्न र हामीले कपिल वस्तुको बाँदर जिस्कन जाँदैछ हेरौँ बाँदरले मलाई पिट्छ कि नै हेर्दै जाऊँ है पिट्यो भने उल्टै एक चापट हानिदिनुपर्छ बाँदरलाई बाँदरको ग्याङहरू छ आम्मामा पिट्ला चाहिन्छ यार ओबर त्यो बच्चा ओ पिट्छ है यसले मलाई पिट्छ नजिस्काउने यार बाँदरलाई ओभर हुन्छ पिट्यो भने चाहिँ अब यहाँबाट निस्किनु पर्ने हुन्छ ठ्याक्क उनको चिज खाइयो हल्का शीतल भयो अब यहाँबाट निस्केर सिधै तिलौराकोट अनि तिलौराकोट गएर हामी चाहिँ त्यहाँबाट फेरि फर्केर तग्सपुर ताल अनि गजडी ताल जानुपर्ने हुन्छ मैले चाहिँ के भन्छ अरे तिलौराकोट यतादेखि जान्छ भन्दा थिएँ तर यतादेखि रहेछ तौलियाबाद तिलौराकोट यतादेखि जाने रहेछ यतादेखि चाहिँ होइन रहेछ यतादेखि चाहिँ यता गोरुसिङ्गे अरू खाँची यता जाने हामी चाहिँ यतादेखि आएको यस गुगल म्यापले पनि गलत देखाइरहेको छ आइफोनमा भएर पनि ल अब हामी चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ सिधै तिलौराकोट गएर भेटौँ ल अब चाहिँ के हो यार एयरपोर्टमा त तेलै घट्दैन त यार डोमिनार चलाएको डोमिनारमा यति बेला चाहिँ 3-4 लिटर खाइसक्ने बेला भयो अब दुइटै ड्राइभर भइसकेपछि मैले चाहिँ रेस्ट लिइसकेँ यति बेला चाहिँ हाम्रो अर्को राइडरले बाइक चलाउँदै हुनुहुन्छ जिउ साथ दुखेको थियो आनन्दै भइरहेछ हाम्रो लेडी राइडरले चलाउँदै हुनुहुन्छ हल्का हल्का डर लागिरहेछ केटीहरूको भर लाग्दैन मलाई कहाँ लगेर जोतिने हो भन्ने कुरा डर त लाग्छ त्यही पनि केही छैन राम्रै चलाइरहनु भएको छ लेडी राइडरहरूलाई हामीले सपोर्ट हाल्नुपर्छ नि त उहाँको लाइसेन्स त छैन अहिले चेकिङ गऱ्यो भने फेरि झ्याउ हुन्छ त्यही भएर चेकिङ गर्नुभन्दा पहिल्यै रोकेर यताउति गर्नुपर्ने हुन्छ बाटो त बवाल छ यार यतादेखि त आम्मामा पुरै स्ट्रेट रोड छ खड्डाखुड्डीहरू पनि छैन बाटो पनि खुल्ला छ यस्तो बाटोमा चाहिँ हल्का ख्याल गरेर हिँड्नुपर्छ अप्पर चिप्लिन्छ भने त्यही माथि अलि हल्लिङको बाइक भयो भने त लास्ट चिप्लिन्छ यो ढुङ्गा डिग्रेटोमा यस्तोमा चाहिँ हल्का ख्याल गरेर हिँड्नुपर्ने हुन्छ ट्रिप खान्छ क्या यस्तोमा हरियो चिप्लिन्छ गाउँहरू रहेछ जियोस यता चाहिँ बवाल आम्मामा सादा डिजेमा नाच्नुपर्छ हामीले खाना मिल्छ यार हमको खाना मिल्छ है हामीलाई खाना दिन मिल्छ भोक लाग्छ मिल्दैन हामीलाई मिल्छ कि नै सोधेर आउँ न भोक लाग्छ कि होटलै भेटेन मैले मिल्दैन खाना पायो भने जाउँ न मम्मीलाई सोध्यो भोक लाग्छ कि लास्टै अहिले आउँछु भन्दै तिलौराकोट आयो क्या तिलौराकोट यही हो होइन होला यही हो र तिलौराकोट मूर्ति चाहिँ के बनाएको यस्तो यार भर्खर स्कुलमा त्यो ड्रइङ गर्न लगाइदिन्छ है त्यस्तै जस्तो छ त यार अलि भएन है त्यो तिलौराकोट आइयो केटा हो कपिल वस्तु म्युजियम नेपाल सायद यही नै होला तिलौराकोट हो जस्तो छ वेलकम टु तौली हवा तिलौराकोट चाहिँ कता हो यतै हो कता हो तिलौराकोट यही हो कपिल वस्तु सङ्ग्रहालय तिलौराकोट कपिल वस्तु सायद यही नै होला पार्किङ कता हो फाइनली केटा तिलौराकोट त आइयो अब कताबाट छिर्ने हो भन्ने कुरा टिकट सिस्टम छ जस्तो छ यार ल पार्किङ कता गर्ने हो यसो एक राउन्ड यता घुम्दै राम्रो घरमा बस्नु चाहिँ मजा आउँछ होला यार गर्मी पनि हुँदैन होला कस्तो माइसमा बस्यो जस्तो भन्ने कोही मान्छे नबस्दो रहेछ भन्नु मात्रै भयो भने तिलौराकोट यो भनेर सोध्नुपर्ने हुन्छ के भएछ यहाँ चाहिँ रेस्ट इन पिस यार आम्मामा डेथ भएछ यार जो भए पनि रेस्ट इन पिस त्यस्तो फुटेजहरू चाहिँ देखाउनु हुँदैन मैले चाहिँ देखाउँदिनँ भ्युज कमाउन लागि मान्छे किन बेच्नु यार बरु आफै दुःख गरेर खानु यही हो तिलौराकोट कसलाई सोध्ने यार यही हो तिलौराकोट कता यताबाट अनि यो चाहिँ के हो त म्युजियम हो तिलौराकोट कहाँ सिधै जाने कि यता कति टाढा हो ल धन्यवाद अहिले आएर एउटा पान खानुपर्छ
तिलौराकोट यो सम्झिरहेको यो चाहिँ म्युजियम रहेछ तिलौराकोट यहाँ लेखिरहेको रहेछ यार म नदेखिरहेको तिलौराकोट चाहिँ यता देखिरहेछ त्यो एउटा जान्न बरतातोले होला यार यो गोबरहरू पनि ठ्याक्कै मुखमा गइरहेको यस्तो खाएर हान्दा हल्का खाल्टा खुल्टी रहेछ यताको बाटो चाहिँ यार ओहो बर बाटो छ यार यता त फेरि अब धुलो खाइन्छ जस्तो छ यत्रो बेर हरिब बाटो आएको यस्तो यस्तो घर चाहिँ हरिब बवाल लाग्छ कि मलाई चाहिँ अझ त्यो अर्को हुन्छ नि त्यो काठको माथि जस्ता लगाएको होला त्यस्तो त्यस्तो घर चाहिँ यस्तो बवाल लाग्छ नि ए तिलौराकोट यहीँ त रहेछ कि आइसक्यो तिलौराकोट टिकट सिस्टम छ होला सायद म्युजियममा त टिकट सिस्टम थियो पार्किङ कता हो यार पार्किङ किधर है भाइ पार्किङ इधर है अब यहाँ बाइक पार्क गरेर हामी भित्र जानुपर्ने हुन्छ ल ल ल यता रहेछ कता हो पार्किङ डिस्काएको पार्किङ गरिदिउँ न शीतलमै के यार दुईटा पुली थियो बुटोलदेखि हिँड्दा पनि यहाँ आउँदा पनि दुइटै छ त यार यारचोटमा त तिलै गर्दैन त यार अलिक झिकेर आफ्नै बाइकमा हाल्नुपर्छ भालै भएन बाइक त ठिक छ नि बाइकको हालत ठिक छ अब यहाँबाट टी सर्ट चेन्ज हान्नुपर्छ केटा हो यो वाला टी सर्ट चाहिँ हुन्न अलिकति साँपी झिक्नु पऱ्यो साँपी झिक्ने बिर्से चाहिँ के भएछ रेन्टलको बाइक यस्तै केटा रेन्टलको बाइक हिलो छ हिजो अफरोडमा गएर आएर रहेछ आफ्नो बाइक लिएर आउँछ त्यस्तै भयो अब रेन्टलको बाइक बोकेर हिँड्नु पऱ्यो साथीहरू भन्ने पनि त्यस्तै हो यहाँबाट निस्किनु मलाई थाहा छैन यहाँदेखि कता हो वेयर इज तिलौराकोट प्रवेशद्वार किधर है प्रवेशद्वार इधर है यतादेखि हो सायद आज शनिबार भिडभाड छ जस्तो छ यार भित्र टिकट सिस्टम सायद छैन होला तिलौराकोट कपिल वस्तु म चाहिँ यहीँ देखेर यहीँ काठहरू यसमा चाहिँ जम हान्नुपर्छ 1 2 3 4 हुन्छ भनेर होला सायद खानेकुरा लग्न नमिल्ने पानी त लिनु मिल्ने हो पानी त ल्याउन मिल्छ होला पानी लिएर आउनु पर्ने हो पानी त ल्याउनु पर्ने यार यहाँको मेन चिज चाहिँ के हो त्यो हेर्नुपर्ने हो म्युजियम पनि छिर्नुपर्छ होइन खानेकुरा त लिन मिल्दैन भन्दै हुनुहुन्थ्यो अब पानी त लिन जानु पर्यो लास्ट गर्मी छ यार निस्किन पनि लास्ट कालो भइयो केटा हो एउटा सनस्क्रिन स्पोन्सर हानिदिनु पर्यो बाहिर भएको केटाहरूले हाम्रो विशाल वाइटी जेबिआर ग्रुप जोकै हुनुहुन्छ सबले हामीलाई चाहिँ स्पोन्सर हानिदिनु पर्यो सट्टापारामा एउटा अलिक बबाल खाले सनस्क्रिन स्पोन्सर हानिदिनु पर्यो माइक चाहिँ पानी चाहिँ लग्नु मिल्छ अरे यहाँदेखि ल ल ल पानी त खानु पर्यो सट्टापारामा होइन पानी किन्नु पर्यो अब फर्स्ट अफ अल पानी सानी किनेर जानुपर्ने हुन्छ पानी दिनु न एउटा पानी सानी बोकियो अब चाहिँ जानुपर्ने हुन्छ चट्टापारामा गर्मी छ पानी त खानु पर्यो हाम्रो जेबिआर ग्रुपले त एउटा गोप्रो हिरो 9 स्पोन्सर हानिदिनु पर्यो मिस्टर सचिन ब्लग्सलाई एउटा गोप्रो स्पोन्सर हान्यो भने डेली चाहिँ म जेबिआर ग्रुपलाई मेन्सन हानिदिने छु मेरो युट्युब च्यानलमा नि रे स्पोन्सर आउँछ भन्ने आशमै हो आजसम्म त कहिले आउँछ जस्तो लाग्छ कहिले आउँदैन जस्तो लाग्छ भन्न भिडियो बनाउन चाहिँ एलाउड रहेछ अहिले भिडियो बनाउनु पाउँदैन भने पनि फेरि अर्को हुन्छ न त्यस्तो भिडियो बनाउनु नपाउने के नै छ र म्युजियम केही पनि छैन यो जङ्गलको बिचमा हेर्न आउँदा हो जङ्गल हेर्न बुटोलदेखि यहाँ आउनु परेको छ अब यहाँ अरू के छ हेर्नुपर्ने हुन्छ त्यही केटा हो टिकटकमा फोटो एडिट गरेर हाल्यो भने चाहिँ हल्का गोरो देखिन्छ रियल लाइफमा त्यस्तै छु मुख धो छैन आज बिहान उठ्दा उठ्दै आयो त्यही भएर फेरि यो के हो यार मलाई त थाहा छैन अब थाहा नभएको कुरा बोल्नु पनि भएन ज्यादा के छ यहाँ आई डोन्ट नो यो के हो भनेर कसैलाई थाहा छ भने चाहिँ भनिदिनु पर्यो के होइन यार यो बी होला बी होइन यार बुद्ध लेखेको हो कि भनेको हुन्छ के लेखेको छ हेरौँ कृपया वस्तु अवशेष माथि नचढ्नु होला ए चढ्नु हुन्न रे तर के हो भनेर पनि लेखिदिनु पर्ने यार थाहा नभएकोहरूलाई सजिलो हुन्छ नि त यहाँको मेन पोइन्ट भनेर चाहिँ पुल नै होला सायद अब भिडियो सिडियो बनाएको एकछिन अनि अहिले बोलौँ भने त के छ र
त्यो सेन्टर पोइन्ट मध्य भागमा रहेको पोखरी त छ, पोखरीमा पानी नै छैन, बिजक छ केटा। यस्तै नेता मात्र खराब भने सबजना खराब छ। पानी हुनु पऱ्यो नि पोखरी भएपछि त यार। बुटोलदेखि यत्न आइरह पानी नै छैन, मुख त धुनु हुन्थ्यो। गाह्रो छ यार, गाह्रो। सबजना ब्लगर भेटिन्छन् त। पानी खै यो के हो, यो के हो, के हो, यो के हो? पानी नै छैन यार, पोखरी भनेर हुन्छ के थाहा? खाल्टो हुनु पनि सक्छ नि। कसले भन्छ म पागल हो भनेर? पब्लिक एरियामा आएर भिडियो बनाउनु त पाइहाल्यो नि। जियोस् भ्यू चाहिँ बवाल देखिरहेको छ। हिजो पानी परिरहेको थियो, त्यही भएर नि होला आकाशहरू पुरै खुल्ला देखिरहेको छ। जियोस् बवाल छ। यो चाहिँ के हो बुझ्नै सकेन यार मैले। यो इट्टाले बनाएको भन्दा के को आर्ट हो? अनि त्यति ठुलो त कहाँ मान्छे हुन्छ त नि। सेन्ट्रल वाल कम्प्लेक्स पर्खालयुक्त केन्द्रीय भवन परिसरले। जियोस् आज स्याटरडे भएर पनि होला भिडभाड बढी नै छ यार। बर भिडभाड छ। यता चाहिँ के रहेछ केही बुझ्न सकेको छैन यार। घुम्न आउनुभन्दा पहिला चाहिँ केही कुरा अलिकति एक्सप्लोर गरेर गुगलमा खोजेर आउनु पर्ने रहेछ यार। केही थाहा छैन नि। ल ठ्याक्क अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ। लास्ट गर्मी छ यार, यता गर्मीले गर्दा कालो सालो भइयो। एक त त्यसै कालो, झन्माथि कालो थपिया छ। अब यहाँबाट निस्किनु पर्ने हुन्छ। यहाँबाट निस्केर अब जगदीशपुर ताल जानुपर्ने हुन्छ। यहाँबाट चाहिँ कति मिनट लाग्छ, कति किलोमिटर छ त्यो चाहिँ मलाई थाहा छैन। म चाहिँ त्यति थाहा भएन है। अब यहाँको बारेमा त्यति एक्सप्लोर पनि गरेको थिएन मैले, कहाँ के कस्तो भन्ने चाहिँ। जियोस् टिकटकहरूमा देखिरहेको थियो अनि त्यही भएर त्यो ठाउँ चाहिँ बवालै छ। पिस नजिकको तीर्थ हेला गर्नु भएन, होटलको मान्छे सबजना आउनु पर्यो। ल है त, बाई बाई तिलौरा कोट। जियोस् यहाँको ठाउँ चाहिँ बवालै रहेछ। जियोस् अलिकति पिस टाइपको। अनि खानेकुराहरू पनि भित्र लैजान नमिल्दो रहेछ। अब चाहिँ हामी यहाँबाट फर्किनु पर्ने हुन्छ। नो हेजिटेसन, भिडियो बनाउनु पाइयो पब्लिक एरियामा, कसैले केही भन्नु पाउँदैन। जियोस् ठाउँ चाहिँ बवालै छ यार। अब यहाँ बाइक पार्किङमा छ, यहाँबाट निस्किनु पर्यो। यहाँबाट निस्किसकेपछि चाहिँ पहिला खाजा खान्छौँ, अनि खाजा खाना गएर चाहिँ त्यहाँबाट जगदीशपुर ताल निस्किनु पर्ने हुन्छ। सायद ढिला हुन्छ होला घर पुग्दा चाहिँ। हेरौँ अब के हुन्छ। तिलौरा कोट प्रवेशद्वार त लेखेको छ। कति हो बुद्ध जयन्ती लेखिरहेको रहेछ। चाबी त्यही होला सायद। यहाँ चाहिँ रहेछ तिलौरा कोट, जोडी स्तूप, तौलेश्वर महादेव मन्दिर, निर्गोधारम कुदान लेखिया रहेछ। त्यो चाहिँ कोटियम अशोक स्तम्भ यताउति यहाँ लेखिया रहेछ। अब यहाँ म्यापहरू पनि हेरौँ न के छ। ल अब चाहिँ हामी तिलौरा कोटबाट निस्किनु पर्ने हुन्छ र मोबाइलमा त्यति चार्ज पनि छैन। अनि गर्मीले गर्दा होला टाउको पनि ओभर दुखिरहेछ र भिडियोलाई चाहिँ अब यता इन्ड गर्नुपर्ने हुन्छ। लेडी राइडरले बाइक चलाएसँगै हामी चाहिँ ठ्याक्क अब रुममा जाने बेला हुन लागिसक्यो। ठ्याक्क भ्लग पनि यहीँबाट इन्ड गर्नुपर्छ। गर्मीले गर्दा होला हरेक टाउको साउको दुखिएको छ। आजलाई यति नै। दिस मच फर टुडे। सब्सक्राइब गर्नु होला र यस्तै भिडियो हेर्नलाई बेल आइकनमा प्रेस गर्नु होला। धन्यवाद। बाई।